हामी चाहिँ आज एकदिन बस्छौँ गएर ट्रेनिङ गर्न जाँदैछौँ जाँदैछ टक्कर लगाएर फुल त आमामा यो फुल देखेर म छक्क परिसक्यो नि यस्तो एउटा फुल बनाउनु भाउजूले नर्सरी बनाउनु भएको छ घर चाहिँ टक्क लगाएर हेर्नु फुल ठुलो भाउजूले चाहिँ यस इज्जत घरको इज्जत राख्नु भएको छ है टक्क लगाएर फुलहरू यस्तो छ यो चाहिँ रचन दिदी घर रेडी छ रहँदै छैन यो लाउनु भएछ है पछि कहिले लाउनु भयो चाहिँ गाडी लिएर पहिला हामी आउँदाखेरि कहाँ लाग्थ्यो त त्यही त पछि चाहिँ लाउनु भएछ क्या यो लाएर चाहिँ दामी भयो तर होइन त्यति धेरै छेका छैन घरै साउनी यहाँ यति सबै यो पुरै फुलको खतरा रङ्गी बिरङ्गी बनाउने साउनी मैले खिचिसकेँ साउनी चाहिँ उहाँ हो कसैलाई फुलको के चाहिन्छ नि हो उहाँलाई सम्पर्क गर्नु होला फुलहरू चाहिन्छ भने चाहिँ बिना पैसाको बिना पैसाको है आज घर चाहिँ हाम्रो काठमाडौँको घर चाहिँ हो टक्क लगाएर हजुर तपाईँको यो भ्लगै बनाउनु लगाएको सबै आउँछ नि भाउजू यो चाहिँ हाम्रो काठमाडौँमा घर यो घर चाहिँ केशर दाईको मेरो आफ्नै काकाको छोराको यो घर चाहिँ हाम्रो रतन दिदीको जे होस् यहाँ चाहिँ हाम्रो काठमाडौँ भने गाउँ नै जस्तो हुन्छ गाउँ नै जस्तो भएको छ तपाईँ चाहिँ अगाडि बस्नु होइन तपाईँ अगाडि जहाँ भयो नि त अगाडि बस्नु हामी गाडी गएको थिएछ कम अमेरिकाको ड्राइभर हुँदैन फेरि त्यसै पुरा नेपालको ड्राइभर पर्छ र यो यस्तो गाह्रो हुन्छ नेपालमा ट्याक ट्याक इन्ची च्याटर निकाल्नुपर्छ गाडी निकाल जानु यहाँनिर अलिकति टुली गरेर चाहिँ हामी चाहिँ अब तपाईँ अगाडि बस्नु न म चाहिँ अब चाहिँ गाडी चढ्यो ल ठिक छ गाडी पनि चिटिक्क सफा गरेर राख्नुपर्छ नेपालमा भयो नि अरू दुई शब्द के भन्नु छ अझै छैन बाबुहरूको लक्ष्य पुरा होस् जय जय होस् त्यही हो कताबाट हामी यताबाट जाने देब्रे जेसुकै भने टक्क अमेरिकाबाट आएर चाहिँ होइन एउटा स्ट्यान्डर्ड चाहिँ यतिकै मेन्टेन भएको छ गाडी भएर अमेरिका नै हो नि घरभित्र चाहिँ अमेरिका हो अर्कै सजिलो गाडी हुन्छ होइन हामीले नचलाइ पनि चढेर त हिँड्नु पर्छ नि त्यही कुरा हो नि गाडी नै हाम्रो लाग्यो नि त हो त्यो भने हो नि त मैले खासै काटेको पुगोस् निरोगी होस् सधैँ अरू भन्दा नि आशिष निरोगी होस् मलाई म त अनि मरेर सेकेन्ड लाइफ पाएको मान्छे हो त्यही भएर रमाउनु पर्छ कि रमाउने भनेर अब या धेरै कमाएर उजाउने नि होइन मलाई खुसी छ हो त्यसरी बाँच्ने हो कि मान्छे रोइसो बाबालाई नि त्यो डक्टर जानुपर्छ त्यो तिमीलाई थाहा नहुन्छ हुँदैन तर हुन सक्छ कि त्यस्तो प्रब्लम ठिकै छ अब लाउनु बच्चाहरू
यो चाहिँ ल अब यो चाहिँ पिपल बोर्ड ए सामदाईको यहाँ पो रहेछ त गरज त अहिले त चिठी गर्नु नि बच्चाहरू ए एक्जाम सकेको छैन नि त अहिले पिपल बोर्ड नजिक त एउटा उ छ नि होइन यो आज एक्जाम सेन्टर परेको भएर अहिले उनीहरूको सकेपछि मात्रै यिनीहरू छिर्छ क्या यिनीहरू छिर्न पाउँछ है स्टुडेन्टहरू यहाँ सकेर निस्किसक्यो कति त तातो लगाएर हामी चाहिँ यता गङ्गालाको पछाडिबाट जाँदैछौँ सल्लाह गाडी गङ्गाला छेउमा छ गङ्गानाले जग्गाको बिचमा राम्रो पनि छ यो भित्र घर साह्रै राम्रो यो त एकदम स्ट्यान्डर्ड एरिया हो एरिया हो नि। सब अमेरिका सरी युके अमेरिका सबै प्रायः पहिलादेखि लाउडै लाउडे या त अनि घरहरू अनि बस्ती कम भयो नि हाम्रो व्यापार कम भयो बस्ती छैन बस्ती भनेको 12,000 जस्तो पनि हाम्रो त्यस्तो नै छ सबै अलि अब भिआइपी एरिया 3-4 रुपैयाँमा एउटा घर छ त्यही पनि देख्दै देख्दैन कम भन्नु घरै देख्दैन त्यस्तोहरू चाहिँ सपिङ गर्नु सिधै धर्ममार्ग न्यु रोड ट्याकट्याक आफै हिँड्ने अनि भाटबडी नि सेलेस बालबटी नि सेलो यहाँबाट आउनु पनि बाँसबारी क्लब होइन बाँसबारी क्लब चाहिँ यही हो पाकिस्तानले सहयोग गरेर बनाएको जिम एक्सर्साइज गर्न हाम्रो यो प्रेम थापा यहाँको अध्यक्ष अध्यक्ष। त्यसले धेरै गरे यहाँ भयो भयो यही मात्रै पुऱ्याएको चान्दबाग थियो नि यहाँनिर छोड्यो अब हटाउनु लाग्छ चान्दबागले चाँदबाग हटिसक्यो कि म त पढ्दैछु होइन हट्ने भइसक्यो हटिसक्यो होला सायद सुनसान छ है बाटो न त यहाँ हिँडिसक्नु यो चाहिँ गङ्गालाल यो के अरे हस्पिटल मुटु हस्पिटल हो ठ्याक्क त्यही छेउमा हो हाम्रो घर चाहिँ हस्पिटल त्यही छेउमा हो यो आयो अब यो बाटो चाहिँ नारायण थाम्जाने बाटो यताबाट नमुना कलेज पनि दममा फेसन डिजाइनिङ कलेज देउराली जनता औषधि फ्याक्ट्री यहाँ ब्रिटिस गोल्ड आमा आदिवासी सबै बन्द रहेछ अलिक तल टिटी नरिकल सबै भर्खर खोल्दैछ कि आज पानीले जेब्राम नरोक्ने अलिक तल तपाईँहरू चाहिँ कुन चाहिँ हो ए हाम्रो साउनी चाहिँ थ्याङ्क यू यहाँ ओर्लिन्छ बाई बाई गर्नु बाई बाई ल हामी चाहिँ अब बाई रोमन बाई आसिक बाई बुढा राम्रोसँग बिस्तारै ल ओके First Universal Cafe. First Universal Cafe. This is Bhatt Wedding Supermarket. अलिक तल राख्नु कतार भिजा सेन्टर यहीँ बडा रुखै रुख थियो बाहिर है हेलो हेलो हजुर ए म आउँदै हो 2 मिनटमा आइपुगेँ ल कसो लाग्यो यो बाटो नि बन्दै रहेछ है यो बाटो बन्दै रहेछ काठमाडौँको सबैभन्दा टप बाटो हुने छ किनभने धेरै ठुलो हो नि त त्यो राममाता भन्ने त उसको अमेरिकन कम्पनी हो नि होलिडे इन एक्सप्रेस पनि खोलेको रहेछ हिल्टन पनि खोलेको रहेछ डल्लै रहेछ 5 स्टार होटल त कति हो चिनाएको तपाईँको सर यो
हामीले सानो डालबनको यतापट्टिको होटेल सुरेशको सबै सँगसँगै काम गर्ने केटाहरूको पुरै क्या आज चाहिँ हाम्रो ट्रेनिङ हामी अब यो चाहिँ केशर दाईहरूको रेस्टुरेन्ट हो कहिले खुल्दाखेरि चाहिँ काउन्टर सेटअप चाहिँ गर्दाखेरि चाहिँ म पनि यहाँ थिएँ र आज चाहिँ हामी अब यहाँ के अरे अमेरिकामा पनि एउटा सानो रेस्टुरेन्ट खुल्ने भएर यो रेस्टुरेन्ट गर्न आइरहेको छ त्यही हामी ट्रेनिङ गर्न आएको नमस्ते केशर दाई रेस्टुरेन्ट चाहिँ थुप्रै छ तर आज यहाँ ट्रेनिङ गर्दैछ के छ भाइ यो चाहिँ पछि के हुन्छ पछि नै गरेको हो रिमोडल गरेको पछि यो चाहिँ यहाँ सबै हलहरू पनि छ बडी हल every hall that's a rooftop. There's a restaurant rooftop. Here's a restaurant part. Banquet part. Here's an event center. There's a pretty remodel हुँदैछ reconstruction remodel यहाँबाट चाहिँ लगभग banquet event center something सबै बन्दैछ यता यो चाहिँ reconstruction हुँदैछ यो चाहिँ पहिला यो part यताबाट चाहिँ banquet पनि हो यता पछाडी अलरेडी एउटा banquet त छ यता अलरेडी एउटा ब्याङ्केट यहाँ छँदैछ यो चाहिँ पहिला हाम्रो पुरानै ब्याङ्केट हो अनि पछि अहिले चाहिँ यहाँ
ठुलो कन्स्ट्रक्सनै बनाएर पुरै बन्दैछ। यसको लागि सामान ल्याउनु चाहिँ दाइहरू चाइना पनि जानुभएको थियो। लगभग यो चाहिँ अब लाइक 1 एकड जमिनमै बनिरहेछ। पुरै खतरा छ। यता नै कन्स्ट्रक्सन हुँदै रहेछ। यहाँ त पुरै यत्रै 1 एकड भनेको लगभग अमेरिकाको त उताबाट एक्जिट गर्ने बाटो नै उतै छ। यहाँ होटल बफी उता लायो भने दाइ केशव दाइले चाहिँ हामीलाई यहाँ फेरि अब नयाँ बन्दै गएको ठाउँ पनि देखाउँदै हुनुहुन्छ। यो त अनि कत्रो नि अनि आम्मामा यो पुरै रिकन्स्ट्रक्सन हुँदैछ। यो बनेपछि त यो त कत्रो हुन्छ यस्तो बन्दैछ। यहाँ कन्स्ट्रक्सन हुँदैछ। कति लाग्छ के अब यो बन्द अझै 1 महिना लाग्छ है। अझ 1 महिना लाग्छ। तपाईँहरूले चाइनाबाट चाहिँ यहीँको सामान ल्याउनु जानु भएको हो? यस्तो ठुलो छ। यो बनिसकेपछि चाहिँ लगभग काठमाडौँकै नम्बर 1 जस्तै बन्छ होला सायद। कसैलाई पनि अब लाइक इभेन्ट पार्टी कसैको बे पार्टी त्यस्तोको लागि केही पऱ्यो भने चाहिँ मलाई भन्नु भने हुन्छ। स्पेसल्ली अमेरिकामा हुनेहरूले चाहिँ मलाई भन्नु हुन्छ। म तपाईँहरूलाई उयो गरिदिन्छु, यहाँ कुरा गरिदिन्छु। कतिसम्म हुन्छ डिस्काउन्ट पनि गर्ने कोसिस गरिदिन्छु। यो पार्ट त्यो पार्ट बडाको त्यो सानो त्यो पार्ट पनि युनिभर्सलकै हो। अहिले चाहिँ पुरा यो रिमोडल भएको भएर यतापट्टि बार हुन्छ। ए बाहिर पहिला त अञ्जलीको बिहे हुँदा त हामीहरू सबै बस्ने पहिला बस्ने ठाउँ थियो नि यहाँ त रुपटप थियो। बच्चा खेल्ने कति राम्रो सिन थियो कि त्यतिखेर। तर फेरि बन्छ नि अब त झन् यो भित्र हल चाहिँ पार्किङ। ए यो भित्र तल हल पार्किङ। ए खत यो चाहिँ पुरै पार्किङ तपाईँको यो। ल गाइस हामी चाहिँ अब एकछिन ट्रेनिङमा जाने हामी सिक्नलाई। हामी ट्रेनिङ जाने होइन। हामी चाहिँ अब हामी जस्तो अब अमेरिकाको सानोतिनो एकछिन रेस्टुरेन्ट गर्नको लागि हामी चाहिँ खानाको लागि खाना सिक्नको लागि हामी चाहिँ तपाईँ गाडी चाहिँ होइन हाम्रो यो इभी होइन यो टेस्लालाई फ्लप इभी हो क्या खासै हो। तर अब अमेरिकामा लागि जसले एफसी कहाँ खाँदैन हामी कुन तरकारी बजार बिना दिउँ किन जान्छ हामी नजाने हामी यहीँ बस्छौँ हामी नजाने हामी चाहिँ अब ट्रेनिङ हजुर के हो कोक कम्बो कोक पन्च मेरो के भयो एक प्लेट मोमोमा एक प्लेट कोक अनि त्यसमा जोड्दा कति हुन्छ त्यसमा लस चाहिँ 40 रुपियाँ ए 40 रुपियाँ लिस हो ए 40 रुपियाँ ल ठिकै छ। म अहिले यो भ्लग चाहिँ अहिले एकछिनपछि भित्र उसमै गएर ट्रेनिङ गर्दै बनाउँछु। ठिकै छ ल। यो चाहिँ अब मेन किचन होइन त मेन किचन सबै भन्दैछ ठिक छ नि। यस्तो निरान क्लिन्छ नेपाल भए पनि अब खासै यस्तो क्लिन्छ। यति त अब अमेरिकन स्ट्यान्डर्ड हो। हुड कति इन्चको यो
कति फुट 10 त्यो 10 फुट किचन पनि न्यू मोडलको रहेछ नि त अन्त किचन पनि पुरै सुपर क्लिन छ एकदम क्लिन छ मोमो हो नि भाइ यो मोमो भन्दै छैन खास म सिक्ने मोमो हो आज यो के को उयो हो ए ठुलो हो भने पिज्जा हो तन्दुरी आएछ तन्दुरी दामी छ एकदम दामी छ के बनाउनु चेक सब ड्राइभर छु अहिले चेक तपाईँको हुड चाहिँ क्या डबल सिस्टममा चाहिँ यस्तो दामी छ कस्तो छ यतापट्टि नि यतापट्टि कस्तो छ अब मोमो अर्डर नभए पनि ट्याक्क लगाएर मोमो बनाउनु सिक्नेछ युनिभर्सलको मोमो चाहिँ एकदम पपुलर मोमो हो यहाँको म अब सबैलाई भन्छु एउटा भनौँ म कस्तो छ पहिला चाहिँ बिग्रियो यो काम चाहिँ के हो क्या यस्तो यो थुप्रो चाहिँ बनाउनु सक्दैन सिकेर त्यसो गर्नु पर्यो क्या अरू पनि भएन जति धेरै मात्रै भयो अरू पनि भयो यहाँको त मैले यो युनिभर्समा चाहिँ युनिभर्सल क्याफेमा चाहिँ एकजना आइसक्यो बिहानदेखि अलमोस्ट बेलुकैसम्म बेच्नुपर्छ बिजी भयो भने यहाँ सर बेला हुन्छ यहाँ आएर चाहिँ मोमो चाहिँ यो भयो यहाँ तिमीलाई जान्छ यो मोमो हामीले जोडेर हाल्नुपर्छ क्या मैले यता नि तपाईँको जोड्यो भने चाहिँ हामी चाहिँ जोड्यो जोग्छ अनि जसले बनायो भने एउटै टेस्ट निस्कन्छ होइन त्यस्तो तन्दुरी चाहिँ प्री रेडी गर्न चाहिँ यो चाहिँ प्री रेडी हो यसलाई चाहिँ पछाडि आएर चाहिँ अघि बनाएको मोमो चाहिँ यत्तिकै यस्तो बन्छ यस्तो दामी हुन्छ चुसी मिठो
राइस मलाई सिकाउनुहोस् मलाई अब खानु तिमी साइडमा बस तेल धेरै छ नि त त्यही भएर होइन त्यो कति पहिला गाडी तप होला होइन गाडी तप आलु कम गर्ने आलुलाई कन्ट्रोल गर्ने हालिहाल्छ जल्दी छ माथिबाट घुमा हो त्यसमा उहाँलाई हल्लाउनु दियो न उहाँलाई हल्लाउनु दियो अब भइहाल्यो नि त धेरै हाल्यो ठिक छ बर्डर धेरै हाल्यो के हो त्यो चाहिँ के हो ए अब उहाँलाई लास्टमा फिनिसिङ गर्नु दियो न ल गाइस आज चाहिँ अब लगभग 3-4 घन्टा बसेर ट्राई गर्यो अब यो चाहिँ आज चाहिँ लास्ट हो मेरो धन्यवाद ल बाई ल बाई ल सबैलाई ल धन्यवाद